ची कथा हो। मालती मङ्गले जुन चाहिँ राष्ट्रकविज्यूको कथा होइन यो, तर नेपालीको एउटा भनौँ न हामीले ग्रामीण परिवेशमा गर्ने एउटा चोखो मायाको कथा हो, जसमा उतार चढाव छन्। जस्तो हाम्रो जीवनमा, नेपालीहरूको जीवनमा, गाउँको जीवनमा केही आर्थिक अभावहरू होलान्, केही सामाजिक चाहिँ उहरू होलान् हैन। त्यो सँगसँगै केही सन्देश पनि यो चलचित्रले, हुन त सबैले भन्नुहुन्छ, तर यसमा चाहिँ एउटा साँच्चीकै एउटा राम्रो भनौँ न के अरे मेसेज पनि छ, जुन चाहिँ अहिलेको स्पेसल्ली धेरैले थाहा पाउनुपर्ने र कहिलेकाहीँ यो हुन्छ नि, यो हामीलाई थाहा भइरहेको कुरा हो, तर यो एङ्गलबाट हामीले यो कुरालाई सोचेको थिएनौँ, बुझेको थिएनौँ भन्ने चिज पनि फिल्मले बोकेको छ। अब डिटेलमा त अब जान अहिले नजाउँ, किनभने फेरि फिल्मले नै त्यो कुराहरू भन्छ। र भनौँ न यसको चाहिँ त्यो चिजहरूले पक्कै पनि यहाँहरूको दर्शकहरूको मन छुने कुरामा विश्वास लिएका छौँ। मालती मङ्गले त्यो कथा नै नबोके तापनि त्यो टाइटललाई चाहिँ एउटा चाहिँ भनौँ न त्यो टाइटललाई चाहिँ त्यसको चाहिँ एउटा रेस्पेक्ट बोकेको छ भन्ने मैले लिएको छु। र प्रकु पाण्डे भाइ, मैले अघि पनि भने, उहाँलाई यसो हेर्दाखेरि सानो सानो मान्छे होइन, के गर्नु होला भन्ने लागिरहेको थियो। कथा त सुनाउनु भयो र अब हामी यही समाजमा छौँ। म यही फिल्डमा विगत 35-36 वर्षदेखि यही फिल्डमा काम गरिरहेको छु। आशीर्वाद फिल्ममा एज एन एक्टर काम गरेँ, त्यो टिममै म थिएँ, किनभने आदरणीय गोपाल दाइले बनाउनु भएको फिल्म हो र म प्रोडक्सनमै पनि मैले थिएँ। र यसमा पनि दाइको आशीर्वाद छ, विशेष हाम्रो एकदम उच्च ठाउँमा उहाँ हुनुहुन्छ विशेष सल्लाहकारको रूपमा। र त्यसपछि अब हाम्रो फिल्ममा कस्तो हुन्छ भने स्टोरी सुन्दाखेरि एकदमै राम्रो लाग्छ, तर त्यसपछि त्यो चलचित्र स्थलमा गएर त्यो चलचित्र कस्तो बन्छ, कति प्रतिशत बन्छ भन्ने कुरा पनि त्यसले ठुलो अर्थ राख्छ। र मैले आफूले बुझेअनुसार अब 100% त नभनौँ, किनभने 100 भनिदिइसकेपछि केही ठाउँ बाँकी रहँदैन, तर मुभी लाइक 90 देखि 95% सम्म चाहिँ कथावस्तु अनुसार पनि स्थलमा पनि त्यसरी छाइकनु भएको छ। र उहाँले मलाई 25 दिनमा म सघाउँछु भन्नुभएको थियो। यही बिचमा जिन्जी आन्दोलन पनि भयो, वर्षाको बेला थियो, वर्षाजी पनि हुनुहुन्छ, अर्को वर्षा पनि थियो होइन। अनि त्यसले गर्दाखेरि केही दिन चाहिँ नि अल्मलियो पनि, र उहाँले 31 दिनमा ठ्याक्कै मलाई मुभी सकेर सुटिङ दिनुभयो। र गाउँठाउँमा कति अप्ठ्याराहरू थिए होला, हाम्रो सागर भाइले